सो हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल र आज चाहिँ भिडियो बनाउनु लेट पनि भयो र आज 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने डे रहेको छ मेरो 19 गाइस। मैले 19 दिन भइसकेको छ भिडियो कन्टिन्यू गर्नु थालेको गाइस है। तर 1K सब्सक्राइबर चाहिँ हुन्छ जस्तो लागेको छैन, अहिलेसम्म 100मा अड्किरहेछ। सो तै पनि केही छैन गाइस, अब जतिसुकै लागोस्, चाहे 3 वर्ष 4 वर्ष 5 वर्ष कति लाग्छ लागोस् गाइस, तर म 1K सब्सक्राइबर चाहिँ बनाएरै छाड्ने हो युट्युबमा चाहिँ होइन। त्यस्तै छ, आज चाहिँ भिडियो बनाउनु अलिकति लेट भयो, आज रात पर्न आँटिसक्यो। किनकि आज किन लेट भयो भन्दाखेरि चाहिँ बिहान ड्युटी आएँ है, म ड्युटी आएँ, त्यहाँबाट त्यतै जस्ट एउटा ठिका काम मिलाएको थियो, त्यो त्यतै गरेँ र अहिले 4 बजीदेखि उता फेरि सिधै म ड्युटी बसेर। सो अहिले 6 बजीसम्म चाहिँ टक्कै ड्युटीहरू सकेर चाहिँ निस्केर म रुम जाँदैछु। रुम जाँदै गर्दाखेरि चाहिँ मैले बाटोमा भिडियो बनाएको गाइस, र आज चाहिँ अलिकति लेटै भयो भिडियो बनाउनु है। सधैँ चाहिँ मैले बिहान र दिउँसो बनाइकन लगाउँथेँ युट्युब च्यानलमा, र आज चाहिँ ढिलो भयो। तर पनि केही छैन गाइस, तपाईँहरू हेर्दै हुनुहुन्छ होला मलाई कतिजनाले है। तपाईँहरू कहाँबाट हेर्नुहुन्छ मलाई तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला, र भिडियोलाई लाइक सेयर अनि च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला है गाइस। त्यति भन्दै बाई बाई, लभ यु अल गाइस।